आजको दिन अलि विशेष छ। गाउँमा लोकल सुँगुर काट्दै दाइ कान्छी म बाँकी मान्छेहरू हिजोमा हुन्छन् हैन। हामी लोकेसनमा आइसक्यो। यही छ हो। पानी परिरहेछ केटाहरूले पाल तानिसकेको छ। यहीँ राखेर काट्ने। यही हो भागलाइन चाहिँ पहिला मारि यता लिएर पोलमलाई हिँड्न साइडमा पोलमलाई ल ल ठिक छ। ल भोरभर सोर लिने काट्ने बज्यो त्यसो भए आज। ल ल ल म यसो यता हेर्न आउँछु है कस्तो छ सुँगुर। इ बाछा ए सुँगुर आजको विशेष पात्र यही हो। अलि बाहिर आइज आज बाहिर आइज बाहिर आउनु पर्दैन त्यो आयो आयो ल कति केजी होला गेस गर्नु ल तपाईँहरू। कति धानी होला आज गिर्दै कति धानी होला यो लगभग 28 धानी 28 धानी। ल ल सबै माहौल पानी पानी छ। अब पानी पानी पनि पाल तानेर काट्नेवाला छौँ हामीले। ल बाजे आउनुभयो त्यहाँनिर। ल मान्छे जम्मा भइरहेछन्। ए नखाने नै आइरहेछन् नि। बाल हेर्नु न बाल कस्तो छ यसको। कति महिना भयो बाजे यो? वैशाखको 28 गते ल्याएको। ए वैशाखको 28 गते भने झन्डै 12 महिना पुग्नु लागेको छ अब त। यहाँ छालाइ गयो त्यो चन्दन जस्तो भयो होइन। हालै खाइसक्यो झन्। के चाहिँ फटफट गर्नु है खै मुटु कहाँ गयो? मुटु छैन के हो? मुटु नभएको बनेल रहेछ कि खै फोक्सोसँगै गयो मुटु। ल चिज हो क्या त्यो मुटु त पोलिहाल्नु त मुटु पोलिहाल्नु मुटु निकाले उसको लागि त्यो भन्जाल के हो र मासु काट्नुपर्छ ल यो बनाउनु त कलफुला सलफुला कहाँ यही हो? अर्को चाहिँ हल्का त मिलिहाल्छ नि। ल ठिक छ है एकदम ठिक छ। ल ल ठिक छ अहिले त ठिक छ। एक काछो दुईटा भाग भन्छ मान्छे पनि एउटा मान्छे कहाँ भन्छ ल सिद्धि है